दर्शकबिन आज शुक्रबार राजावादीहरूले राजधानी काठमाडौँमा विशाल आन्दोलन गरेका थिए। राजावादीका व्यक्तिहरूले तीनकुनेको एक भवनमा तोडफोड गरी आगो समेत लगाएका थिए, जसमा एबी न्युजका पत्रकार सुरेश रजकको मृत्यु समेत भएको छ। सो भवनको छतमा बसेर टेलिभिजनको दृश्य खिचिरहेका पत्रकार सुरेश रजकको आगोलागी भएपछि मृत्यु भएको हो र सुरेश रजक जलिरहँदा पनि सुरक्षाकर्मीले उद्धार नगरेको पत्रकारहरूको दाबी छ। र राजावादीका व्यक्तिहरूलाई सुरक्षाकर्मीहरूले समेत नियन्त्रण गर्न कठिन भएको थियो। तीनकुने लगायत कोटेश्वरका भाटभटिनीमा पनि राजावादीका व्यक्तिहरूले तोडफोड समेत गरेका थिए। राजावादीका व्यक्तिहरूले सवारी साधनहरूमा पनि आगो लगाएका थिए भने केही सुरक्षाकर्मीहरूमाथि समेत ढुङ्गामुढा गरेका थिए। केही सुरक्षाकर्मीहरू घाइते समेत भएका छन्। दर्शकबिन राजावादीका व्यक्तिहरूले अजर गतिविधिहरू गर्दै दिनदिनै सक्रिय बन्दै गएको देखिन्छ। के फेरि नेपालमा राजतन्त्र सुरु भएकै हो र? गणतन्त्रको अन्त्य गर्न राजावादीका व्यक्तिहरू लागि परिरहेका छन् र राजालाई राजदरबार भित्र्याउने प्रयास भइरहेको छ, जसमा दुर्गा पस्याल समेत राजा ज्ञानेन्द्र शाहीलाई राजदरबार भित्र्याउने तत्परमा छन्। राजावादीका व्यक्तिहरूको विशाल आन्दोलनलाई नियन्त्रण गर्दै आज कोटेश्वर लगायत तीनकुनेमा कर्फ्यू लगाएको छ र सर्वसाधारण जनताहरूलाई आज काठमाडौँमा आवाजावत गर्न निकै कठिन समेत भएको थियो। दर्शकबिन के हुँदैछ नेपालमा? एकातिर राजतन्त्रको आन्दोलन र अर्कोतिर गणतन्त्र जोगाउने प्रयास भइरहेको छ र सर्वसाधारण जनताहरू भने चपेटाको भुमरीमा परिरहेका छन्। दर्शकबिन, तपाईहरूलाई राजतन्त्र मनपर्छ कि गणतन्त्र? कृपया कमेन्ट गर्नुहोला।